हेलो मेरो प्यारे प्यारे मित्रहरू सबैलाई गुड मर्निङ है। सबैलाई सुप्रभात, शुभ बेनीको सुप्रभात यहाँहरू सबैलाई। हेर्नुहोस् त र कहाँ गएको भन्दा चाहिँ म चाहिँ अहिले चाहिँ बुङकुलुङ गएको हो। अनि अब यहाँ बसेर त दिउँसो के काम छैन, अनि बुङकुलुङ साथीकोमा जानु पर्यो भने चाहिँ निक्लेको साथी हो। अहिले अब के कसो छ बुङकुलुङको एउटा नजारा होइन, त्यहाँको अपडेटहरू लिएर आउनेछु साथी हो, हेर्दै गर्नु होला। दामी दामी चाहिँ यहाँ बाङ्गे हाट हो। अब रोक्ने कुरा त आएन। बाङ्गे हाट लाग्छ आज मार्केट, यहाँको ठुलो मार्केट हुन्छ यहाँ है, बजार ठुलो लाग्छ बाङ्गे बजार। ल त साथी आज चाहिँ बुङकुलुङमा अलिकति टाइम पास गर्ला जस्तो भयो। साथीलाई भेट्नु पनि छ, धेरै नभए नगएको पनि हो। अनि आज अब साथीकोमा गएर साथीलाई पनि भेट्दै त्यहाँको कतिवटा अपडेटहरू पनि तपाईँलाई राख्ने नै छु। यता चाहिँ अब बुङकुलुङ भइगयो, यता ब्याक साइडमा लेफ्ट साइड भनौँ न, यो चाहिँ अब मिरिक जाने बाटो। ए बुङकुलुङको बाटो हेर्नु चाहिँ यस्तो छ, मजाको छ त बाटो, दामी छ। अनि म चाहिँ अहिले अब बुङकुलुङतर्फ पसिसकेँ है, बुङकुलुङपट्टि। अब यहाँबाट हेर्नुहोस् यो चाहिँ दुधिया ब्रिजहरू भयो होइन, दुधेदेखि होइन उता जति पनि देख्दैछ यो सबै यहाँबाट मजाले देख्न सकिन्छ यो बाटोबाट चाहिँ है। यहाँ आइपुगेँ, अब एकछिन लाग्छ, एकछिन टाइममा चाहिँ त्यहाँबाट म बुङकुलुङ पुगिहाल्छु एकैछिनमा हो। तपाईँलाई म छोटो क्लिप बनाउँदै है हालेर चाहिँ म तपाईँलाई अपडेट दिनेछु। यो हेर्नुहोस् त पिकनिक खेल्ने जग्गाहरू है, अहिले यस्तो भइरहेको छ जनवरीको टाइममा। आम्मामा यो भित्र चाहिँ यति हेभी मान्छे हुन्छ नि त है। हेर्नु त मुनि कटेजहरू, हटहरू है, यस्तो दामी दामी छ खोलामा आएर बस्नेहरूको लागि चाहिँ हो। माथि माथिसम्म हेर्नु यति दामी देखिदिइरहेको छ, यति दामी छ नि मुनि जग्गाहरू। यस्तो राम्रो छ, दामी देख्छस् है साथी हो। एकदमै दामी छ यहाँतिरको भ्यूहरू पनि हो, यस्तो दामी छ नि भ्यूहरू चाहिँ यहाँको चाहिँ। यो बाटोबाट चाहिँ अब पोखरीबुङहरू हुँदै है, नागरी हुँदै धजिया के भन्छ त्यताबाट चाहिँ चुकियाहरू निस्किने बाटो। यताबाट जाँदा पनि भइगयो घुम्दै घुम्दै है। तर अब यता चाहिँ दामी छ बाटो चाहिँ। अब अगाडि चाहिँ बुङकुलुङदेखि बादमा चाहिँ अलिकति जग्गा जग्गामा खराबीहरू चाहिँ छ, त्यति मात्रै हो। अगाडि बाटो यस्तो छ,